बाटो हिँड्न लागिरहेको छौँ। ल हेर्नुहोस् हाम्रो छोरीहरू हिँड्न नसकेर बबाल छन् बिचरा, कहिले नहिँडेको गाउँमा पानी लिन नहिँडेको। फाइनली हामी जङ्गलतिर लाग्यौँ। हाम्रो पदेरा जङ्गलको बिचमा छ, एकदमै गाह्रो छ, एक्लै आउन त डर लाग्दो ठाउँ छ नि त हाम्रो पदेरा त। ल हेर्नुहोस् फाइनली हामी हिँड्यौँ। पुरा निङ्गालाको घारी रहेछ यतातिर आजभोलि। पहिला हामी सानोमा हुँदाखेरि त्यतातिर यस्तो छ्याङ्ग थियो, अहिले त पुरा जङ्गल छन्, बाक्लो जङ्गल भएछ। खासै आजभोलि मान्छेहरू हिँड्दैन नि त यो बाटो। धेरै जसो मान्छेहरू आजभोलि त घरघरि पानी आएको छ, तर यो आजको दिनमा चाहिँ हाम्रो पानी आएको थिएन घरमा। यस्तै दुःख पाइयो। हेर्नुहोस् त चौतारा पनि फलेको रहेछ। पहिला हामी पानी लिन आउँदाखेरि हामीले यो पाकेपछि कसरी खान्थ्यौँ, नुनकुचुनी मोलेर पानी कुर्दाखेरि, पानी खोर्यातेर ल्याउने क्रममा हामीले यो के अरे नुनकुचुनी हालेर खाइन्थ्यो। हेर्नु कस्तो मजाले, कस्तो मजाले फलेको है चौतारा। तपाईँहरूले के भन्नुहुन्छ यसको नाम? हेर्नु त बनमाछा पनि फुलेर हो, वनै ढाकिएछ। पहिला यो बनमाछा थिएन नि त हाम्रो गाउँमा। आजभोलि तपाईँहरूकोतिर कतिको छ, हाम्रोतिर त पुरा बनमाछाले वनै ढाकिएको छ फुलेर सेतै। ल हामी चाहिँ पुग्नै लाग्यौँ है साथी। अरू सबै अगाडि पुगिसक्नु भएको छ, त मेरो दुइटा छोरीहरू चाहिँ हिँड्न नसकेर पछि भएर हिँडेछन्। उता भदाले चाहिँ कुरिराखेछन्, भदा चाहिँ एकदमै टाठो छ है। हाम्रो पदेरा चाहिँ अलिकति गहिरामा छ क्या है, बाँसघारीको बिचको गहिरामा छ। फाइनली हामी ओह्रालो लाग्यौँ, बाटो पनि अप्ठ्यारो छ, कतै लोटिन्छ कि भन्ने डर लाउने। छोरीहरू लोटिन्छ, अब कहिले नहिँडेको ठाउँमा लोटिन्छ कि भन्ने डर लाउने। फाइनली हामी पदेरा आइपुग्यौँ। पक्नुहोस् है तपाईँहरूलाई, मैले पदेराको ड्रेस चाहिँ कस्तो छ म देखाउँदैछु। बाटो हेर्नुहोस् न, पुरा के अरे बाँसको पातहरू खसेर चिप्लो छ, लोटा जस्तो छ। अब पदेरा पानी पनि छ कि छैन, पानी छ कि छैन, नभए भने त कुरेर खोर्यातेर ल्याउनुपर्छ। फाइनल्ली हामी पदेरामा आइसकेछौँ। ल हेर्नुहोस् त पदेरामा त मान्छे बसिरहेको छ। ल अब पानी कुर्नु पर्ने रहेछ भने थाहा भइसक्यो, त्यही भएर थाहा भइसक्यो कि अब हामी पानी कुर्नुपर्छ भनेर। धन्न धेरै चाहिँ मान्छे रहेनछन् है। हेर्नु त गाग्री के अरे डोकोभरि बोतलै बोतल छ। फाइनल्ली हामी त पदेरा आइपुग्यौँ, तर पानी चाहिँ रहेनछ है। पानी हेर्नुहोस् है, तपाईँलाई म देखाउँदैछु पानी के कसरी हामीले निकाल्नु पर्दछ। खोर्याट्ने भनेको के हो भन्ने कुरा हामीले यही भिडियो मार्फत म थाहा दिन्छु। ल हेर्नुहोस् है त पानी त अम्मो, हेर्नु त एउटा पालबाट मात्रै निस्किरहेको कति सानो मूल हो। अनि हेर्नुहोस् त पानी लिनको लागि कसैले ढोल ल्याएका छन्, कसैले जर्किन ल्याएका छन्, कसैले बोतल। यहाँ चाहिँ हामी सबै बसिसकेका छन् मेरा मसँग। अब चाहिँ हाम्रो पानी भर्ने चाहिँ कहिले आउने हेर्नुहोस् न। यहाँ त मै पानी थेकिनै लिएर आउनुभएको रहेछ हाम्रो आन्टीले त। घरमा भाडो नभएर के गाग्रीले पहिला यो पानीले गाग्री केही गर्दैन थियो, तर त्यो मिटरको पानी ल्याएदेखि हाम्रो यो मिटरको पानीले गर्दाखेरि गाग्री सबै चुहेर अहिले के